Hello guys, once again welcome back to my new another video. र गाइस आज चाहिँ बिहान अलिक पानी परेको कारणले गर्दाखेरि चाहिँ बारीमा ढिलो गयौँ। लगभग 3 बज्न सक्यो। र आज चाहिँ हामीले अस्ति रोपेको आलु है हामी खन्नेछौँ। हिजोदेखि खन्न थालेको र तपाईलाई म आज चाहिँ त्यो आलु खनेको भिडियो देखाउन गइरहेको छु। के कस्तो फलेको रहेछ है तपाईले हेर्नु होला। हाम्रो भिडियो अन्तिमसम्म हेर्नुस् है। र गाइस पानी रहेर चाहिँ यसो आकाश चाहिँ अलिकति उग्रेको छ है, छ्याङ्गै भइरहेछ है, चिसो छ मौसम। र म चाहिँ आलुबारीतर्फ लागे। पापाहरू चाहिँ हिजोदेखि खन्दैछ। हेर्नुहोस् गाइस बोडाहरू पनि एकदम हरियो भएर आइसक्यो पानीले। यहाँ मकैहरू लसुनहरूलाई पनि एकदम राहत मिल्यो पानीले। र यो चाहिँ हाम्रो बोडा, कालो बोडा, सब्जी बोडा, यो पनि फल्नु सुरु गरिसक्यो गाइस, सिजीला लागिसक्यो। सब हरियाली भएर आउँछ नि त। अब चाहिँ बसन्त ऋतु लागेपछि यस्तो हो नि त, हरियाली सबैपट्टि। यहाँ खोर्सानीहरू पनि मैले फोमिङ गरेर पनि नयाँ टुस हालेर पनि फुल्नु थालिसक्यो गाइस। र यहाँ चाहिँ पापा र दाजु चाहिँ हिजोदेखि खनेको रहेछ आलु, यति खनिसकेको छ। र आज चाहिँ यति खन्नुपर्ने। कस्तो छ दाजु फलाइ? ठिकै छ? ठिकै छ। अलिक कमी लागेन छ? लागेन? पातला भएछ तर है। त्यो भयो। यहाँ मामा भानिस चाहिँ बट्टाबट खन्दैछ। म चाहिँ क्यामेराम्यान एकछिन, त्यहाँबाट फेरि म पनि खन्छु। होइन सर बिचतिर है रहेछ। यहाँ आलुको चाहिँ राम्रै फलेको रहेछ। यतिको चाहिँ कमिला लागेन रहेछ। हाम्रो बिटी आलु है, जुन भिडियो मैले तपाईँलाई अस्ति रोपेको भिडियो पनि देखाएको थिएँ र आज खनेको भिडियो पनि देखाउँदैछु है। यहाँ चाहिँ हामीले बोट सब झारहरू उखालेर चिल्लो बनाएको छौँ। यहाँ चाहिँ अब आज चाहिँ खनिसक्ने प्लान छ, तर अलिक पानी परेको कारणले गर्दा चाहिँ हिलो भएछ। तर पनि केही छैन, आज खनिसकिन्छ। आलु चाहिँ मसिनो फल्यो नि, तर एकदम कञ्चन रहेछ। कमिला समिला केही लागेको छैन। र अब यहाँ 2 बेड छ खन्नुपर्ने। म पनि खन्नु सुरु गर्छु त गाइस। फलेको नि है। यति यहाँदेखि बेसी किन खोज्नु? एक दानाले फलेको, एक दानाले फलेको, एक दानाले एक दानै फलेको छ। तर आलु त एक दानाले एउटा त फल्दैन नि, बेसी फल्छ नि। नै गाइस यस्तै छ हाम्रो आलु फलाइ चाहिँ योपालिको अलि ढिलो भयो, तर पनि केही छैन।
ओहो निक्ल्यो यहाँ निक्ल्यो यहाँ फलेको रहेछ निक्ल्यो 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 आलु कत्रो फलेछ यहाँ त आलु अब यो नफलेको आलु पोहोरको भन्दा चाहिँ अलिक कम्ती अलिक कम्ती पोहोर कतिवटा रहेछ हौ 3 6 9 13 गन्तीमा त 14 15 16 17 18 19 वटा निस्केर तालमा 19 वटा है यता पनि खुट्टामा यहाँ रहेछ 20 वटा एक डोको चाहिँ आयो गाइस यहाँनिर सानो डोकोको अब यहाँ चाहिँ लगाउँदैछ एक डोकोले एकबाट त हुँदैन है मेरो एकचोटि तपाईँले त्यता मात्रै पकाउनुहोस् कि एक डोको हाल्नु हुँदैछ है पक्कै फलेछ यहाँ चाहिँ गाइस यहाँ चाहिँ खतरै फलेछ यतापट्टि चाहिँ छेउपट्टि चाहिँ आलु चाहिँ बसिनेल भयो यहाँ टिप्नु लागि चाहिँ हो या दाजु बिराइलिङ दाजु प्योर पो लिएर आउनुपर्छ त आज त जग्गा जग्गा चाहिँ त्यहीँ फलेछ है यहाँ अलिक मजाको पनि छ साइज पनि हो अझै यो चाहिँ आज पानी दामी हुन्छ है गिल्लो भयो ताम्बिदिकै फुक्को ठिकै छ है बसाइ भयो त यहाँ पनि मसिनो छ नि कतिले फेरि मसिनो मनपर्छ आलु चाहिँ यस्तो त खोज्छ अब यस्तो बेला चाहिँ आलु चाहिँ एकदम यस्तो मसिनो भोले मनपर्छ कि ठुल्ठुलो मनपर्छ कमेन्ट गर्नुहोस् है गाइस तपाईँहरूले चाहिँ चाहियो भने कन्ट्याक्ट नम्बर दिइहाल्छु बुढाउले मात्रै रहेछ नि त जे होस् तर कमिला चाहिँ लागेन रहेछ कमिला नलागिकन यतिको फलिदियो भने त काफी होइन हिजो 3 बोरा लग्यो है 5 बोरा चाहिँ आउने है 5 बोरा बेसी आउँछ होला एक बोराले 5 बोरा त फलेको नि त ल गाइस अर्को डोको पनि अब लोड गरे आउनुहोस् है यो त एक डोको एक बोरा हुन्छ होला अर्ग्यानिक एकदम अर्ग्यानिक आलु यो चाहिँ खालि गाईको मल मात्रै लाएर फलाएको गाइस यो चाहिँ पुरा एक डोको पुरा फुल भइसक्यो यो आँट्दैन होला आँट्दैन भयो भयो अर्को माग्नु त ल गाइस अब चाहिँ हाम्रो लगभग सक्नु आँट्यो आलु खनेर यहाँ चाहिँ अझै पातला फलेको रहेछ तल भनौँ तर राम्रो चाहिँ राम्रो फलेको रहेछ एकजना हाम्रो नयाँ पनि थपेको छ काम गर्ने पिपी सघाउनु आउनु भएको छ यहाँ चाहिँ पिपीको खाना चाहिँ कति खतरा रहेछ ठुलो रहेछ है पिपी काँडा सजिलो रहेछ सिलो छ पिपी त खतरा हुन्छ नि हामी उठ्दाखेरि त पिपीले त एक सरो काम गरेर पनि सकिसकेको हुन्छ अनि हिजो चाहिँ नि मकै खनेर आएर चाकाटाको धुएर चाहिँ घाँस जानु आँटोबाट पानी आएको त्यति बेला त हामी बहुत नाट्थ्यौँ अनि बसेँ नि डोरे आइज छिटो मेरो स्पेसल फ्रेन्ड चाहिँ आज छुट्टेको थियो मेरो भिडियोमा आउँदैछ है आइज छिटो यहाँ डोरे कहाँ गएको थिइस् किन आइन सकि मैले बोलाउँदा बारे मेन भन्दा किन आइनस् किन छोडा भनिस् म तँलाई बोलाएको होइन म त बारीमा हिँड भन्दा तँ कहाँ गएको थिइस् छिटो आइज
साल अघि बोलाउँदा आउँदैन तेरो आइस मलाई खोज्दै यहाँ आइज ओइ त गाइस चाहिँ लास्ट अन्तिम आइपुगे छैन क्या फल लास्टमा जाने छैन अन्तिममा नै गाइस सके आजको लागि चाहिँ के हाल्नु पर्ने यो समाप्त भयो आजको काम ल त गाइस हामी चाहिँ आलु खनिसकेर पनि घरतर्फ लाग्दैछौँ यहाँ दुईजना चाहिँ बोराम बोकेर हिँड्दैछ है गाइस साह्रो छ आलु फलाउनु पनि यसरी दुःख गर्नुपर्छ र म चाहिँ यसरी काँटा र डोका बोकेर हिँड्दैछु यहाँ पछि पापा आउँदैछ यो पछि यस्तै छ साथी हो गाउँले जीवन गाइस हामी चाहिँ घरमा लिप्राए आलु है यहाँ डोको 2 बोरा र यहाँ हिजो खनेको 5 बोरा चाहिँ फलेछ हाम्रो आलु चाहिँ 1 बोरा रोपेको 5 बोरा चाहिँ फलेछ र गाइस तपाईँलाई मैले है हामीले बस्तीमा आलु कसरी खनिन्छ त्यो तपाईँलाई देखाएँ तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ तपाईँले आफ्नो प्रतिक्रिया दिनुहोला र मेरो भिडियो मन पर्यो भने तपाईँले लाइक कमेन्ट सेयर गरिदिनुहोस् साथै तपाईँले मेरो यो भिडियो है मेरो युट्युब च्यानल अर्ग्यानिक फार्मिङमा पनि हेर्न सक्नुहुन्छ र मेरो युट्युब च्यानल अर्ग्यानिक फार्मिङलाई तपाईँहरूले सब्सक्राइब गर्नु नभुल्नुहोला यति भन्दै म तपाईँलाई बिदा दिन्छु है फेरि अर्को भिडियो लिएर तपाईँहरूको पास आउँछु